नमस्कार। आज पुनः फेरि नयाँ एपिसोडको साथ यहाँहरू समक्ष उपस्थित भएको छु। फरक विषयवस्तुका साथ बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन 2058 अन्तर्गत रहेर मैले यहाँहरूलाई थोरै थोरै भए पनि ज्ञान दिन खोजिरहेको छु, शिक्षा दिन खोजिरहेको छु। यहाँहरूले स्वीकार दिनुहोला। ऋण बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन 2058 अन्तर्गत रहेर बैंक तथा वित्तीय संस्थाको ऋण असुली पहिलो संशोधन चाहिँ 2063 7 19 गते भएको थियो। यो चाहिँ सबैभन्दा पहिलोचोटि चाहिँ राजपत्रमा लालमोहर भएर चाहिँ 58 10 17 गते चाहिँ प्रकाशित भएको थियो र लागू पनि भएको थियो। त्यस्तै गरेर दोस्रो संशोधन चाहिँ 66 साल 10 महिना 7 गते 66 सालको माघ महिनाको 7 गते दोस्रो संशोधन भएको थियो। त्यस्तै गरेर 66 साल 10 महिनाको 13 गते चौथो संशोधन, दोस्रो संशोधन ऐन 2066 त्यो पनि भएको थियो भने केही नेपाल ऐन अन्तर्गत रहेर चाहिँ 2072 सालको 11 महिना 13 गते भएको थियो। बैंक तथा वित्तीय संस्थाको ऋण असुलीका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन यसको प्रस्तावनामा चाहिँ के लेखेको छ भने सबैभन्दा पहिलो प्रस्तावना भनेको चाहिँ हाम्रो लागि चाहिँ उद्देश्य हुने गर्दछ। यसको चाहिँ यो बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन 2058 प्रस्तावना अथवा उद्देश्यहरू चाहिँ के रहेका छन् भन्ने कुरा चाहिँ हामीले प्रष्टसँग बुझ्नुपर्ने हुन्छ। प्रस्तावना भनिसकेपछि त्यसमा चाहिँ के लेखेको छ भने बैंक तथा वित्तीय संस्थाको ऋण असुली सम्बन्धी मुद्दाहरू छिटो छरितो ढङ्गबाट बैंक तथा वित्तीय संस्थाहरू जस्तो बैंक तथा वित्तीय संस्था बैंकहरू पनि भयो, वित्तीय संस्थाहरू पनि हुने गर्दछ। यहाँ चाहिँ ऋण असुली सम्बन्धी मुद्दाहरू जस्तो ऋण असुल कसरी गर्ने, असुल उपर कसरी गर्ने भन्ने सम्बन्धी मुद्दाहरू छिटो छरितो ढङ्गबाट कारबाही र किनारा गरी ऋणीबाट लिनुपर्ने ऋणको सामा तथा ब्याज रकम असुल उपर गर्ने व्यवस्था गर्न वाञ्छनीय भएकोले चाहिँ बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन 2058 चाहिँ राजपत्रमा लालमोहर गरिएको हो। यसको प्रस्तावनामा चाहिँ त्यो लेखिएको छ भने चाहिँ यो चाहिँ यसको संक्षिप्त नाम र प्रारम्भमा चाहिँ के रहेको छ भने बैंक तथा सुरुमा चाहिँ यसको चाहिँ के रहेको छ भने बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन 2058 मैले अघि नै यहाँहरू समक्ष सविस्तार प्रश्नाइसकेको छु। यसको परिभाषामा के लेखिएको छ भने बैंक न्यायाधिकरण सदस्य पुनरावेदन न्यायाधिकरण पुनरावेदन सुन्ने अधिकारी भनेर चाहिँ यिनीहरूको चाहिँ व्याख्या गरिएको छ। त्यसको चाहिँ बैंक तथा वित्तीय संस्था भनेको चाहिँ यसै बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अन्तर्गतको दफा 4मा, त्यस्तै गरेर न्यायाधिकरण सम्बन्धी दफा 4मा, सदस्य सम्बन्धी पनि दफा 4मै छ, पुनरावेदन न्यायाधिकरण दफा 8मा, पुनरावेदन सुन्ने अधिकारीको दफा 9मा व्यवस्था गरिएको छ। त्यस्तै गरेर चाहिँ ऋण भन्नाले चल अचल सम्पत्ति धितो बन्धक वा अन्य आवश्यक सुरक्षण तथा जमानत लिई वा नलिई बैंक तथा वित्तीय संस्थाले ऋणीलाई दिएको कर्जाको सामा तथा ब्याज सम्झनुपर्छ र सो शब्दले वास्लात बाहिरको कारोबारबाट लिन बाँकी रकम वा सो बापत लाग्ने शुल्क कमिसन तथा ब्याज समेतलाई जनाउने गर्दछ। यो चाहिँ सम्पूर्ण लिने गर्दछ के शुल्क कमिसन शुल्क मात्रै भएन फेरि शुल्क कमिसन अनि ब्याज समेतलाई सम्पूर्णलाई चाहिँ ऋण भन्ने गर्दछ। त्यसमा चाहिँ चल अचल सम्पत्ति नै हुन सक्यो, धितो पनि हुन सक्यो, बन्धक पनि हुन सक्यो, अन्य सुरक्षण के दिनु भएको छ उहाँहरूले ऋण लिए बापत त्यतिखेरको सम्पूर्ण पर्ने गर्दछ। त्यस्तै गरेर ऋणी भन्नाले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने व्यक्ति फर्म कम्पनी वा प्रचलित कानुन बमोजिम स्थापना भएको सङ्गठित संस्था सम्झनुपर्छ र सो शब्दले जमानत दिने व्यक्ति समेतलाई जनाउने गर्दछ। जस्तो ऋण लिँदाखेरि चाहिँ जमानत बस्ने व्यक्ति हुन्छ, जस्तो ऋणीले चाहिँ ऋण तिरेन भने चाहिँ जमानत जो बसेको छ त्यसलाई पनि त्यो चाहिँ भार हुने गर्दछ। ऋण असुली अधिकृत भन्नाले चाहिँ दफा 28 बमोजिमको अधिकृत सम्झनु पर्ने हुन्छ। तोकिए बमोजिम भन्नाले चाहिँ यस ऐन अन्तर्गत बनेको नियममा के तोकिएको छ र वा तोकिए बमोजिमको सम्झनुपर्छ। ऐनको व्यवस्था लागू हुने बैंक तथा वित्तीय संस्थाहरू चाहिँ के रहेका छन् भने कृषि विकास बैंक ऐन 2024,
बमोजिम स्थापना भएका कृषि विकास बैंक, वाणिज्य बैंक ऐन 2031 बमोजिम स्थापना भएका वाणिज्य बैंक, नेपाल औद्योगिक विकास निगम ऐन 2046 बमोजिम स्थापना भएको नेपाल औद्योगिक विकास निगम, नेपाल राष्ट्र ब्याङ्कले समय समयमा तोकेका अन्य वित्तीय संस्थाहरू, नेपाल राष्ट्र ब्याङ्कलाई आवश्यक पर्यो भने अन्य वित्तीय संस्थाहरूलाई पनि तोक्ने गर्दछ, त्यो पनि पर्ने गर्दछ। तर 5 लाख रुपियाँभन्दा कम सामा रकम भएको ऋण असुली गर्दा यो ऐनको व्यवस्था लागू हुने छैन। 5 लाखभन्दा कमको चाहिँ व्यवस्था गरी ऋणलाई असुली गर्नुपर्ने छ भने चाहिँ यो व्यवस्था लागू हुने छैन भनेको छ है। न्यायाधिकरण तथा पुनरावेदन, न्यायाधिकरणको स्थापना र गठन। न्यायाधिकरणको स्थापना र गठन बैंक तथा वित्तीय संस्थाको ऋण असुली सम्बन्धी मुद्दाको सुरु, कारवाही तथा किनारा गर्नका लागि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी आवश्यकता अनुसार ऋण असुली न्यायाधिकरणको स्थापना गर्न सक्नेछ। न्यायाधिकरणको मुकाम तथा प्रादेशिक क्षेत्राधिकार त्यस्तो सूचनामा तोकिए बमोजिम हुनेछ। सूचनामा तोकिए बमोजिम हुने गर्दछ। यो पनि न्यायाधिकरणमा देहाय बमोजिमका सदस्यहरू रहनेछन्, जस्तो बैंक तथा वित्तीय संस्था सम्बन्धी न्यायाधिकरण असुली ऋण असुली गर्नको लागि चाहिँ सदस्यहरू रहने गर्दछ, जस्तो कानुन सदस्य, कानुन सम्बन्धीको सदस्य, बैंक सदस्य, लेखा सदस्य भनेर चाहिँ यहाँनिर चाहिँ नामै तोकिएर दिएको छ। न्यायाधिकरणमा कार्यबोझ बढेमा नेपाल सरकारले सदस्य सङ्ख्या थप गर्न सक्नेछ। कार्यबोझ बढेमा चाहिँ नेपाल सरकारले चाहिँ बेला बेलामा सदस्य सङ्ख्या थप्न पनि सक्नेछ। सदस्य थपिएकोमा न्यायाधिकरणमा आवश्यकता अनुसार इजलास रहनेछन् र प्रत्येक इजलासमा कानुन, बैङ्किङ र लेखा सदस्य रहनेछन्। न्यायाधिकरणमा एकभन्दा बढी इजलास भएकोमा इजलास गठन गरी मुद्दा तोक्ने कार्य अध्यक्षले गर्नेछ। न्यायाधिकरणको अध्यक्ष कानुन सदस्यहरू हुनेछ। कानुनको सदस्य चाहिँ न्यायाधिकरणको अध्यक्ष हुनेछ र एकभन्दा बढी सङ्ख्यामा कानुन सदस्य भएको अवस्थामा न्यायाधिकरणमा पहिले नियुक्ति भएको कानुन सदस्य, त्यस्तो कानुन सदस्य अनुपस्थित भएमा अर्को कानुन सदस्य र त्यस्तो कानुन सदस्य नभएमा वा भए पनि अनुपस्थित भएमा पहिले नियुक्ति भएको बैङ्किङ सदस्य र निज पनि अनुपस्थित भएमा उपस्थित भएको बैङ्किङ सदस्य न्यायाधिकरणको अध्यक्ष हुनेछ। नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी न्यायाधिकरणको प्रादेशिक क्षेत्राधिकारमा थप गरी ऋण असुली सम्बन्धी मुद्दाको सुरु, कारवाही तथा किनारा गर्न अधिकार प्रदान गर्न सकिन्छ। प्रादेशिकको लागि चाहिँ सुरु, कारवाही र किनारा गर्नको लागि चाहिँ थप अधिकार प्रदान गर्न सक्नेछ। सदस्यको नियुक्ति नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी दफा 6 बमोजिम योग्यता पुगेका व्यक्तिहरूमध्येबाट सदस्य नियुक्ति गर्नेछ। तर बैङ्किङ तथा लेखा सदस्यको नियुक्ति गर्दा नेपाल सरकारले नेपाल राष्ट्र ब्याङ्कको परामर्श लिनुपर्नेछ। बैङ्किङ तथा वित्तीय संस्थाको सदस्य चाहिँ तोक्नुपर्दा चाहिँ नेपाल राष्ट्र ब्याङ्कको चाहिँ परामर्श चाहिँ अनिवार्य रूपमा लिनुपर्ने गर्दछ। सदस्यको योग्यता, कानुन सदस्य चाहिँ कस्तो हुने गर्दछ भने कानुन सदस्यको लागि जिल्ला अदालतको न्यायाधीश भइरहेको वा भइसकेको वा हुन योग्यता पुगेको व्यक्ति। बैङ्किङ सदस्यको लागि अर्थशास्त्र वा वाणिज्यशास्त्रमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी, जस्तो मास्टर डिग्री, वाणिज्यशास्त्रमा चाहिँ मास्टर डिग्री गरेको व्यक्ति प्राप्त गरी प्रचलित कानुन बमोजिम स्थापना भएको बैंक तथा वित्तीय संस्थाको कम्तीमा द्वितीय श्रेणीको अधिकृत स्तरको पदमा 10 वर्षको अनुभव प्राप्त व्यक्ति। तृतीय श्रेणी भनेको के अरे राप तृतीय श्रेणी भनेको अधिकृत स्तरको भयो, राप द्वितीय श्रेणी भनेपछि उच्च सिप स्तरको व्यक्ति, त्यसमा पनि 10 वर्षको अनुभव चाहियो। लेखा सदस्यको लागि वाणिज्यशास्त्रमा स्नातकोत्तर, लेखाशास्त्रको लागि चाहिँ वाणिज्यशास्त्रमा स्नातकोत्तर उपाधि प्राप्त गरी वा चार्टर अकाउन्टेन्सी वा सो सरहको परीक्षा उत्तीर्ण गरी कम्तीमा ख श्रेणीको लेखा परीक्षाको प्रमाणपत्र प्राप्त गरी बैङ्किङ तथा वित्तीय क्षेत्रको लेखा परीक्षण सम्बन्धी काममा कम्तीमा 10 वर्षको अनुभव प्राप्त गरेको। सदस्यको पदावधि चाहिँ 5 वर्षको अवधि बहाल रहनेछ र निजको पुनः नियुक्ति हुन सक्नेछ, पुनः पनि हुने गर्दछ। पुनरावेदन न्यायाधिकरणको स्थापना, अब यो चाहिँ पहिला चाहिँ न्यायाधिकरणको कुरा आयो, त्यस पछाडि चाहिँ पुनरावेदन, त्यो न्यायाधिकरणमा फैसला भइसकेपछि फेरि पुनरावेदन न्यायाधिकरणको स्थापना चाहिँ कसरी गरेको छ भने न्यायाधिकरणले गरेको निर्णय उप पुनरावेदन सुन्ने प्रयोजनको लागि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी आवश्यकता अनुसार ऋण असुली पुनरावेदन न्यायाधिकरणको स्थापना गर्न सक्नेछ।
पुनर्विधान न्यायाधिकरणको स्थापना गर्दा त्यस्ता पुनर्विधान न्यायाधिकरणको मुकाम तथा प्रादेशिक क्षेत्राधिकार समेत तोकिदिनु पर्नेछ। यसमा पनि मुकाम अथवा प्रादेशिक पनि आवश्यकता अनुसार तोकिदिन सक्नेछ। नेपाल राजपत्रमा सूचना प्रकाशन गरी कुनै पुनर्विधान न्यायाधिकरणलाई आफ्नो प्रादेशिक क्षेत्राधिकार भन्दा बाहिरको न्यायाधिकरणले गरेको आदेश वा निर्णय उप पुनर्विधान सुन्ने गरी तोक्न सक्नेछ। पुनर्विधान सुन्ने अधिकारीको नियुक्ति उच्च अदालतको न्यायाधीश भइरहेको वा भइसकेको वा हुन योग्यता पुगेको कुनै व्यक्तिलाई नेपाल राजपत्रमा सूचना प्रकाशन गरी पुनर्विधान न्यायाधिकरणको पुनर्विधान सुन्ने अधिकारीको पदमा नियुक्त गर्न सक्नेछ। ऋण औसुली न्यायाधिकरणमा चाहिँ जिल्ला अदालत सरहको हुने गर्दछ भने चाहिँ पुनर्विधान न्यायाधिकरणमा चाहिँ पुनर्विधान अदालत अथवा उच्च अदालत सरहको न्यायाधीशको नियुक्ति गर्न सकिनेछ। पुनर्विधान सुन्ने अधिकारीको पदावधि यसमा पनि 5 वर्षको अवधिसम्म बहाल रहनेछ र निजको पुनः नियुक्ति समेत हुन सक्नेछ। न्यायाधिकरणमा जस्तै हुने गर्दछ। यसको पारिश्रमिक तथा सुविधा चाहिँ सदस्य र पुनर्विधान सुन्ने अधिकारीको पारिश्रमिक तथा सुविधा चाहिँ सेवाका अन्य शर्तहरू चाहिँ तोकिएको हुने गर्दछ। पदमा नरहने अवस्थाहरू चाहिँ के रहेको छ भने एन बमोजिम पदावधि समाप्त भएमा यो एन बमोजिम चाहिँ पदावधि जस्तो 5 वर्ष अनि पुनः नियुक्ति 5 वर्ष भयो भने पनि सकियो होइन, पुनः नियुक्ति भयो भने त सकिहाल्यो नि त होइन। आफ्नो पदबाट दिएको राजीनामा नेपाल सरकारबाट स्वीकृत नभएमा जस्तो आफ्नो पदमा चाहिँ अब काम गर्न मन लागेन अथवा अन्यत्र जान मन लाग्यो भने रिजाइन दियो भने चाहिँ नेपाल सरकारले स्वीकृति स्वीकृति गर्यो भने चाहिँ पदमा नरहने भइहाल्यो। स्वीकृति गरेन भने चाहिँ फेरि पदमै रहिरहने बहाल नै रहिरहनु पर्ने गर्दछ। खराब आचरण भएको वा कार्यक्षमताको अभाव भएको भन्ने आधारमा नेपाल सरकारले हटाएमा खराब आचरण भएको छ भनेर चाहिँ नेपाल सरकारले हटाएमा चाहिँ पदमुक्त हुने गर्दछ। नेपाल सरकारले पदबाट हटाउने आदेश दिनुभन्दा अघि निजलाई सफाइको उचित मौका दिने गर्दछ। नेपाल सरकारले चाहिँ सो पदमा चाहिँ पदमा नरहनको लागि आदेश दिनको लागि चाहिँ मौका दिने गर्दछ। रिक्त पदको पूर्ति कुनै कारणबाट सदस्य वा पुनर्विधान सुन्ने अधिकारीको पद रिक्त हुन आएमा त्यसरी रिक्त भएको पदमा निजको बाँकी अवधिको लागि दफा 5 र दफा 9 बमोजिमको प्रक्रियाबाट पूर्ति गरिनेछ। जस्तो रिक्त रहेको अवस्थामा चाहिँ न्यायाधिकरणमा चाहिँ जिल्ला अदालत सरहको होइन अनुभवको आधारमा अनि पुनर्विधान अदालत चाहिँ पुनर्विधान न्यायाधिकरणमा चाहिँ पुनर्विधान अदालत अथवा उच्च अदालत सरहको न्यायाधिकरण तथा पुनर्विधान न्यायाधिकरणको क्षेत्राधिकार तथा कार्यविधि काम कर्तव्य र अधिकार। न्यायाधिकरण स्थापना भएपछि आफ्नो क्षेत्राधिकारभित्रको बैंक तथा वित्तीय संस्थाको ऋण असुली सम्बन्धी मुद्दाको सुरु कारबाही तथा किनारा गर्ने अधिकार न्यायाधिकरणको हुनेछ। आफ्नो क्षेत्राधिकार भित्र रहेको चाहिँ सम्पूर्ण मुद्दाको सुरु कारबाही र किनारा गर्न सक्नेछ भन्नु खोजेको हो। न्यायाधिकरणको अधिकार क्षेत्रको प्रयोग 3 जना सदस्यले सामूहिक रूपमा गर्नेछन्। बहुमतको राय न्यायाधिकरणको निर्णय मानिनेछ। न्यायाधिकरण जस्तो कानुन सदस्य, लेखा सदस्य, ब्याङ्किङ सदस्यहरू हुनुहुन्छ नि उहाँहरूको चाहिँ बहुमतको आधारमा निर्णय हुने गर्दछ। कानुन सदस्य सहित 2 जना सदस्यको उपस्थित भएमा मुद्दाको कारबाही र किनारा गर्न सकिनेछ। कानुन सदस्य बाहेक अरू 2 जना सदस्यको उपस्थितिमा मुद्दाको निर्णय गर्न वा अन्तिम आदेश दिन बाहेक अरू कारबाही गर्न सक्नेछ। कानुन सदस्य नरहेको खण्डमा चाहिँ मुद्दाको निर्णय गर्न वा अन्तिम आदेश दिन बाहेक अरू कारबाही। कानुन सदस्य हुनुहुन्न भने चाहिँ मुद्दाको निर्णय गर्न र अन्तिम आदेश दिन बाहेक अन्य काम मात्रै गर्न पाइन्छ है। 2 जना सदस्यको उपस्थितिमा मुद्दाको कारबाही र किनारा गर्दा मतैक्य हुन नसकेमा अनुपस्थित रहेको सदस्य समेतको उपस्थितिमा पेश गर्नुपर्नेछ। जस्तो 2 जना उपस्थित हुनुहुन्छ, 2 जना उपस्थित हुनुभएकोमा चाहिँ 2 जनामा चाहिँ मतान्तर भयो भने चाहिँ एकले के अरे राय बाजियो भने चाहिँ यसमा चाहिँ फेरि अनुपस्थित भएको सदस्य उपस्थित हुनुभएपछि चाहिँ फेरि पुनः निर्णय गर्नुपर्नेछ। पेश गर्दा पनि बहुमत कायम हुन नसकेमा त्यस्तो मुद्दाको हकमा पुनर्विधान न्यायाधिकरण समक्ष निकासको लागि लेखी पठाउनु पर्नेछ।
जस्तो 3 जनाकै राय फरक फरक भएमा भनौँ न 3 जना सदस्यज्यूहरूको चाहिँ राय फरक फरक भएमा चाहिँ त्यतिखेर चाहिँ पुनरावेदनको लागि पुनरावेदन न्यायाधिकरणमा लेखी बनाउनु पर्ने हुन्छ। पुनरावेदन न्यायाधिकरण स्थापना भएपछि आफ्नो क्षेत्राधिकारभित्रको न्यायाधिकरणले दिएको आदेश उपर पुनरावेदन सुन्ने अन्तिम अधिकार पुनरावेदन न्यायाधिकरणको हुनेछ। अन्तिम अधिकार चाहिँ पुनरावेदन न्यायाधिकरणको हुनेछ। सुरु कारबाही र किनारा के अरे ऋण असुली न्यायाधिकरण हुनेछ भने चाहिँ अब ऋण असुली न्यायाधिकरणले फैसला दिन नसकेको चाहिँ पुनरावेदनमा लेखी पठाएको कुरा चाहिँ लेखी पठाएको चाहिँ पुनरावेदन न्यायाधीशको फैसला नै अन्तिम हुने गर्दछ। बैंक तथा वित्तीय संस्थाले आफूले असुल गर्नुपर्ने ऋण सम्बन्धमा ध्याय बमोजिमको अवस्था पुरा भएको ऋण असुली सम्बन्धमा मात्र निवेदन दिन सक्नेछ। जस्तै ऋणसँग ऋण खर्चोट गराउन यथेष्ट छलफल तथा क्रियाकलाप गरेको हुनुपर्ने, ऋण असुली सम्बन्धी बैंक तथा वित्तीय संस्थाबाट पर्याप्त कारबाही भए ऋण असुल हुन नसकेको हुनुपर्ने। यी दुई आधारमा चाहिँ बैंक तथा वित्तीय संस्थाले आफूले असुल गर्नुपर्ने ऋण सम्बन्धमा ध्याय बमोजिमको चाहिँ अवस्थामा चाहिँ पुरा भएको ऋण असुली सम्बन्धमा मात्र निवेदन दिन पाइनेछ है। न्यायाधिकरणमा निवेदन दिनुपर्ने बैंक तथा वित्तीय संस्थाले ऋणीबाट असुलोपर गर्नुपर्ने रकम असुलोपर गर्न नसकेमा देखाएको म्यादभित्र न्यायाधिकरण समक्ष त्यस्तो रकम असुलोपर गराए पाउन तोकिएको दस्तुर संलग्न राखी तोकिएको ढाँचामा उजुरी दिनुपर्नेछ। जस्तै यो ऐन प्रारम्भ हुँदाका बखत भाखा नागी सकेका कर्जाहरूको हकमा यो ऐन प्रारम्भ भएको मितिले 5 वर्षभित्र, यो ऐन प्रारम्भ भएपछि भाखा नागेका कर्जाको हकमा त्यसरी भाखा नागेको मितिले 4 वर्षभित्र निवेदन दिँदा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले दाबी गरेको रकमको 0.25% हुन आउने रकम समेत ऋण असुली शुल्क बापत अग्रिम रूपमा न्यायाधिकरण समक्ष बुझाउनु पर्नेछ। 0.25% चाहिँ न्यायाधिकरणमा चाहिँ निवेदन दिँदाखेरि चाहिँ बुझाउनु पर्ने हुन्छ। उजुरी निवेदन प्राप्त भएको मितिले 15 दिनभित्र न्यायाधिकरणले प्रतिवादीलाई आफ्नो सफाइको निमित्त सबुत प्रमाण सहित प्रतिउत्तर पेश गर्न 15 दिनको म्याद जारी गर्नुपर्नेछ र प्रतिवादीले सो अवधिभित्र प्रतिउत्तर पत्र दाखिल गर्नुपर्नेछ। 15 दिनको म्याद दिने गर्दछ प्रतिवादीलाई। तर काबु बाहिरको परिस्थिति परि सो म्यादभित्र प्रतिवादीले प्रतिउत्तर पत्र पेश गर्न नसकी सोको कारण खोली त्यसपछि 15 दिनभित्र निवेदन दिएमा र त्यस्तो निवेदनको बेहोरा मनासिब देखिएमा न्यायाधिकरणले 15 दिनसम्मको म्याद थप गर्न सक्नेछ। काबु बाहिरको परिस्थिति भयो भने चाहिँ 15 दिनमा फेरि 15 दिन म्याद थप्न सक्नेछ। अन्तरिम आदेश जारी गर्न सक्ने अन्तरिम आदेश पनि जारी गर्न सक्नेछ। न्यायाधिकरणमा विचाराधीन रहेको कुनै मुद्दाका सम्बन्धमा ऋण लिनको लागि राखिएको धितो वा ऋणीको जमानत दिने व्यक्तिको स्वामित्व वा कब्जामा रहेको वा हक भएको चल वा अचल सम्पत्ति हस्तान्तरण नामसारी वा बिक्री गर्न नपाउने गरी रोक्का राख्न आवश्यक छ भन्ने कुरा पक्षको निवेदनको आधारमा न्यायाधिकरणलाई लागेमा अर्को आदेश नदिएसम्म त्यस्तो सम्पत्ति रोक्का राख्न सम्बन्धित कार्यालयको नाममा न्यायाधिकरणले अन्तरिम आदेश जारी गर्न सक्नेछ। अन्तरिम आदेश समेत जारी गर्न सक्नेछ है। आदेशको पालना गर्न सम्बन्धित कार्यालयको कर्तव्य हुनेछ। जुन कार्यालयले चाहिँ के अरे अन्तरिम आदेश जारी गरेको छ त्यो अन्तरिम आदेशको पालना गर्न चाहिँ सम्बन्धित कार्यालयले तत्त निकायका कार्यालयले चाहिँ कर्तव्य हुने गर्दछ। मुद्दाको कारबाही र किनारा गर्नुपर्ने अवधि न्यायाधिकरणले प्रतिउत्तर पत्र दाखिला भएकोमा सो दाखिला भएको मितिले र प्रतिउत्तर पत्र दाखिल नभएकोमा सो दाखिल गर्नुपर्ने म्याद भुक्तान भएको मितिले 150 दिनभित्र 150 दिनभित्र 165 दिन भनेको 1 वर्ष भयो तर 150 दिनभित्र यस ऐन बमोजिम परेको मुद्दामा अन्तिम कारबाही र किनारा गरिसक्नु पर्नेछ। तर दफा 15 को उपदफा 3 15 दिनभित्र बमोजिम गुज्रेको म्याद थमाउन पाउने म्याद भुक्तान नभई मुद्दाको अन्तिम कारबाही र किनारा गर्न हुँदैन। जस्तो 15 दिन छ 15 दिन थपेपछि 30 दिन भयो नि 1 महिनाभित्र त्योभन्दा अगाडि चाहिँ गर्न पाइएन। निर्णय सुनाउने न्यायाधिकरणले गरेको निर्णय उपस्थित पक्ष वा निजहरूको वारिसलाई सुनाइ निजहरूबाट
निर्णय सुनिपाएको भरपाई गराउनु पर्नेछ। निर्णय सुनिसकेपछि चाहिँ उसलाई चाहिँ भरपाई गरेर मात्रै पठाउनु पर्ने हुन्छ कि। निर्णय गर्दाका बखत सम्बन्धित पक्ष वा निजको वारिस अनुपस्थित रहेको भए निर्णय भएको 7 दिनभित्र निजहरूलाई निर्णयको जानकारी पठाइदिनु पर्नेछ। जस्तो निर्णय सुनाउँदा चाहिँ त्यतिखेर चाहिँ पक्षहरू उपस्थित नभएमा जुन पक्ष चाहिँ उपस्थित हुनुभएको छैन त्यो पक्षलाई चाहिँ त्यो पक्षको वारिसलाई चाहिँ 7 दिनभित्र चाहिँ त्यो निर्णय चाहिँ पठाउनु पर्नेछ अथवा सुनाउनु पर्नेछ अथवा सम्बन्धित निकायलाई जानकारी दिनुपर्नेछ। पुनरावेदन दिन सक्ने न्यायाधिकरणले गरेको निर्णय उपचित्त नबुझ्ने पक्षले सो निर्णयको प्रतिलिपि प्राप्त गरेको मितिले 15 दिनभित्र तोकिएको पुनरावेदन दस्तुर तिरी तोकिए बमोजिमको ढाँचामा सम्बन्धित पुनरावेदन न्यायाधिकरण समक्ष पुनरावेदन दिन सक्नेछ। पुनरावेदन दर्ता भएको मितिले 7 दिनभित्र पुनरावेदन न्यायाधिकरणले प्रतिवादीलाई आफ्नो सफाइको निमित्त सबुत प्रमाणसहित प्रतिउत्तर पेश गर्न 30 दिनको म्याद दिनुपर्नेछ र प्रतिवादीले सो अवधिभित्र प्रतिउत्तर पत्र दाखिल गर्नुपर्नेछ। तर काबु बाहिरको परिस्थिति परि सो म्यादभित्र प्रतिवादीले प्रतिउत्तर पत्र पेश गर्न नसकी सोको कारण खोली निवेदन दिएमा पुनरावेदन न्यायाधिकरणले 15 दिनको म्याद थप गर्न सक्नेछ। मिलापत्र हुन सक्ने एसएनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि एसएन बमोजिम कारबाही तथा किनारा गर्न बाँकी रहेका कुनै मुद्दामा कारबाही तथा किनारा गर्न फैसला गर्न चाहिँ बाँकी रहेको मुद्दामा चाहिँ मिलापत्र गर्ने उद्देश्यले उजुरवाला र प्रतिवादी दुवैले आफूहरू मिल्ने बेहोराको निवेदन न्यायाधिकरण र पुनरावेदन न्यायाधिकरण समक्ष दिएमा सो निवेदनको बेहोरावादी प्रतिवादी दुवैलाई पढी बाँची सुनाई त्यसको मतलब र परिणाम समेत राम्रोसित सम्झाइ बुझाइ त्यसरी सम्झाउँदा दुवै पक्षले मन्जुर गरेमा मुद्दाको कारबाही जुनसुकै अवस्थामा पुगेको भए तापनि न्यायाधिकरण र पुनरावेदन न्यायाधिकरणले मिलापत्र गराइदिन सक्नेछ। मिलापत्र गर्दा दाबी रकमको 0.50% हुन आउने रकम मिलापत्र दस्तुर बापत आधा गरी उजुरवाला र प्रतिवादी दुवैले न्यायाधिकरणमा बुझाउनु पर्नेछ। यसरी उजुरवालाले बुझाउनु पर्ने मिलापत्र बापत लाग्ने दस्तुर निजले दफा 15 को दफा 2 बमोजिम अग्रिम रोगमा बुझाएको ऋण असुली शुल्कबाट कट्टी गरी लिनेछ। मिलापत्रको कार्यान्वयन गर्न त्यसरी मिलापत्र गराउने न्यायाधिकरणले ऋण असुली अधिकृतलाई आदेश दिनुपर्नेछ। ऋण असुली अधिकृतलाई आदेश नदिए चाहिँ मिलापत्र हुने गर्दैन है। निर्णय कार्यान्वयन न्यायाधिकरणले दफा 18 विशेष निर्णय सुनाउने बमोजिम निर्णय सुनाइसकेपछि सो निर्णय उपरो पुनरावेदन परेकोमा पुनरावेदन न्यायाधिकरणको निर्णय प्राप्त भएपछि र पुनरावेदन नपरेकोमा पुनरावेदन दिने म्याद गुज्रेपछि निर्णय कार्यान्वयन गर्न ऋण असुली अधिकृतको नाममा आदेश जारी गर्नुपर्नेछ। जारी गर्दा निर्णयको कार्यान्वयन गर्ने अवधि समेत तोकिदिन सक्नेछ। पुनरावेदनको लागि धरौटी जम्मा गर्नुपर्ने ऋणीले पुनरावेदन गर्दा न्यायाधिकरणले गरेको निर्णय बमोजिम असुल उपर गर्नुपर्ने ठहर भएको रकमको 30% रकम धरौटी बापत नगद जम्मा गर्नुपर्नेछ। यसमा चाहिँ 30% नगद बापत नै धरौटी जम्मा गर्नुपर्ने हुन्छ है। पुनरावेदन गर्दा चाहिँ पुनरावेदन किनारा लगाउनु पर्ने अवधि पुनरावेदन न्यायाधिकरणले पुनरावेदनको प्रतिउत्तर दाखिला भएकोमा सो दाखिला भएको मितिले र त्यस्तो प्रतिउत्तर पत्र दाखिला नभएकोमा सो दाखिला गर्नुपर्ने म्याद भुक्तान भएको मितिले 90 दिनभित्र एसएन बमोजिम परेको पुनरावेदनको अन्तिम कारबाही किनारा लगाई सोको जानकारी अन्तिम कारबाही किनारा भएको मितिले 15 दिनभित्र सम्बन्धित न्यायाधिकरणमा पठाउनु पर्नेछ। न्यायाधिकरण र पुनरावेदन न्यायाधिकरणको अधिकार तथा कार्यविधि यिनीहरूको कार्यविधिहरू चाहिँ कस्ता रहेका छन् हेर्नुहोस् है। मुद्दाको कारबाही तथा किनारा गर्दा न्यायाधिकरण र पुनरावेदन न्यायाधिकरणले यो एन वा एसएन अन्तर्गत बनेको नियम अन्तर्गत रही आफ्नो कार्यविधि आफैले निर्धारण गर्न सक्नेछ। मुद्दाको कारबाही तथा किनारा गर्दा न्यायाधिकरण वा पुनरावेदन न्यायाधिकरणलाई म्याद जारी गर्ने वादी प्रतिवादी साक्षी झिकाउने शपथ गराउने
बयान लिने, सबुत प्रमाण तथा आवश्यक कागजात वा विवरण बुझ्ने, कागजपत्र दाखिल गराउने, धरोटी जम्मा गर्न लगाउने र सजाय गर्ने समेत प्रचलित कानुन बमोजिम अदालतलाई भएसरहको अधिकार हुनेछ। अदालतको जे प्रक्रियाहरू पुरा गरिन्छ त्यो प्रक्रियाहरू चाहिँ पुरा गर्नुपर्ने हुन्छ। ऋण असुली विधि ऋण असुली अधिकृतले न्यायाधिकरणको आदेश प्राप्त भएपछि मिलापत्रमा पनि ऋण असुली अधिकृतले नै आदेश प्राप्त भएपछि मात्रै गर्ने र यसमा के अरे ऋण असुलीमा पनि ऋण असुली अधिकृतले न्यायाधिकरणको आदेश प्राप्त भएपछि सो आदेशमा तोकिएको म्यादभित्र ऋणीबाट ऋण रकम असुल उपर गरी सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई दिनुपर्नेछ। ऋण असुली अधिकृतले ऋणको सामा तथा ब्याज रकम असुल उपर गर्दा प्रचलित कानुनको अधीनमा रही ऋणीको धितो राखिएको वा नराखिएको अन्य चल वा अचल सम्पत्ति कब्जा निलाम बिक्री गर्ने, जमानत दिने व्यक्तिको चल वा अचल सम्पत्ति कब्जा वा निलाम बिक्री गर्ने, कुनै व्यक्ति विशेष ऋणी वा जमानत दिने व्यक्ति भएकोमा त्यस्तो व्यक्तिलाई पक्राउ गरी प्रचलित कानुन बमोजिम थुनामा राख्ने, जमानत दिने व्यक्तिको दायित्व ऋणीको निमित्त जमानत दिने व्यक्तिको दायित्व जमानत दिएको रकमको हदसम्म मात्र सीमित रहनेछ। प्रचलित कानुनमा जुन चाहिँ कुरा लेखिएको भए तापनि उपदाता 1 बमोजिम दायित्व जमानत दिने व्यक्तिबाट सोझै असुल उपर गर्न सक्नेछ। उपदाता 1 भन्नाले चाहिँ ऋणीको निमित्त जमानत दिने व्यक्तिको दायित्व जमानत दिएको रकमको हदसम्म मात्र सीमित रहनेछ। ऋण असुली अधिकृतको आदेश न्यायाधिकरणको आदेश सरह हुने। एसएन बमोजिम ऋण असुल उपर गर्ने सन्दर्भमा ऋण असुली अधिकृतले दिएको आदेश न्यायाधिकरणले दिएको आदेश सरह हुनेछ र यस्तो आदेशको पालना गर्नु सम्बन्धित सबैको कर्तव्य हुनेछ। ऋण असुली अधिकृतले एसएन बमोजिम दिएको आदेशको कसैले अवहेलना गरेमा न्यायाधिकरणले निचलाई दफा 30 बमोजिम न्यायाधिकरणको अवहेलनामा कारबाही चलाउन सक्नेछ। ऋण असुल अधिकृत तोक्ने विविधमा है यो चाहिँ नेपाल सरकारले कम्तीमा राजपत्राङ्कित द्वितीय श्रेणीको अधिकृतलाई ऋण असुली अधिकृत तोक्न सक्नेछ। ऋण असुली अधिकृतको काम कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ। अन्य कर्मचारी सम्बन्धी व्यवस्था ऋण असुली अधिकृतको अतिरिक्त न्यायाधिकरण तथा पुनर्विधान न्यायाधिकरणको कार्य सञ्चालन गर्नका लागि नेपाल सरकारले आवश्यक कर्मचारी उपलब्ध गराउनेछ। अवहेलनामा कारबाही चलाउन सक्ने न्यायाधिकरण वा पुनर्विधान न्यायाधिकरणले आफ्नो अवहेलनामा कारबाही चलाउन सक्नेछ। न्यायाधिकरणले आफ्नो अवहेलना गरेको ठहर्याएमा अभियुक्तलाई 1000 रुपैयाँसम्म जरिवाना वा 1 महिनासम्म कैद वा दुवै सजाय गर्न सक्नेछ। पुनर्विधान न्यायाधिकरणले आफ्नो अवहेलना गरेको ठहर्याएमा अभियुक्तलाई 5000 रुपैयाँसम्म जरिवाना वा 3 महिनासम्म कैद वा दुवै सजाय गर्न सक्नेछ। सम्बन्धित न्यायाधिकरण वा पुनर्विधान न्यायाधिकरणलाई सन्तोष हुने गरी अभियुक्तले क्षमा याचना गरेमा निजलाई कुनै सजाय नगरी क्षमा दिन वा सजाय तोकिसकेको भए सो सजाय घटाउन वा माफ गर्न वा सजाय मुल्तवी राखी तोकेको शर्त पालना भएमा सजाय कार्यान्वयन नगर्ने आदेश दिन सक्नेछ। बैंक तथा वित्तीय संस्थाले रकम तिर्नुपर्ने एसएन बमोजिम ऋण असुली भइसकेपछि असुली भएको ऋण रकमको 1% रकम ऋण असुली शुल्क बापत सम्बन्धित बैंक तथा वित्तीय संस्थाले न्यायाधिकरणलाई तिर्नुपर्नेछ। यसरी बैंक तथा वित्तीय संस्थाले ऋण असुली शुल्क तिर्दा निजले दफा 15 को उपदफा 2 बमोजिम बुझाएको रकम कटाई बाँकी रकम मात्र तिर्नुपर्नेछ। दाखिला हुन आएको रकम न्यायाधिकरणले नेपाल सरकारले तोके बमोजिम सञ्चित खातामा दाखिला गर्नुपर्नेछ। मुद्दा सर्ने यो ऐन प्रारम्भ भएका बक्ख जिल्ला अदालत र उच्च अदालतमा छिन्न बाँकी रहेका एसएनको अधिकार क्षेत्रभित्र पर्ने ऋण सम्बन्धी मुद्दा सम्बन्धित न्यायाधिकरण वा पुनर्विधान न्यायाधिकरणमा सर्नेछन्। नियम बनाउन सक्ने एसएनको उद्देश्य कार्यान्वयन गर्नका लागि नेपाल सरकारले आवश्यक नियमहरू बनाउन सक्नेछ। आजलाई यति नै। नमस्कार। पुनः अर्को भिडियो लिएर आउने।
कथा समक्ष उपस्थित हुने वाचा गर्दै आजलाई बिदा लिन चाहन्छु। धन्यवाद, नमस्कार।